say? परमेश्वरको वचनको सिंहासन प्रभु परमगत हो। फाल्तु कुरा चाहिँ नगरौँ जस्तो लाग्छ। एकचोटि साह्रै इमोसन भएर आफ्नै कुराहरू कतिपय सुनिन्छ हामीले। कोही बेला अरूको चर्चा पनि हामी सुन्न पाइन्छ पुलपिटबाट, यो ठाउँबाट। धेरैपल्ट मनका बहहरू पनि पोखिरहेको पाइन्छ। कतिचोटि कोहीसँग रिस उठेको रिस खोल्ने जग्गा पनि देखि पाइन्छ। पुलपिट चाहिँ त्यो जग्गा होइन जुन ठाउँबाट वचन यहाँबाट बोल्नुपर्छ। यस कारणले म परमेश्वरको वचन बोल्दै भएका छु। परमेश्वरको वचनबाट जान भन्दाखेरि फाल्टु कुरा गर्नमा लागिरहेको एकपल्ट फाल्टु कुरा गरिहाल्नु पऱ्यो, त्यसमा चाहिँ मलाई माफ गरिदिनुहोस्। अरू कुरो चाहिँ के भन्दाखेरि आज अभिषेक भएको अब यो दुई दासलाई मेरो तर्फबाट परिवारको तर्फबाट सबै तर्फबाट हार्दिक बधाई श्रद्धा उहाँहरूको सेवाको धेरै आशिष प्रार्थना यहाँसित यही हुनेछ। अनि अर्को फाल्टु कुरो चाहिँ के भन्दाखेरि जुन यहाँ चाहिँ ट्रान्जिसनको समय हो अनि हाम्रो सिबिसिएसको सोसल कमिटी पनि हामी छौँ अनि यसको चेयरम्यान पनि मै छु। यस सोचले गर्दा तपाईँलाई जानकारी 11 तारिकको दिन जबसम्म प्रभुको आगमन हुँदैन तबसम्म बस्ने एउटा जग्गा माथि छ। प्रभुको आगमन भएपछि त मै स्वयं धारण गर्छौँ, तर एउटा बस्ने जग्गा पनि हामीले माथि पाएको छौँ। अनि त्यो जग्गा नयाँ परियोजना सेक्रेटरी छ जुन ठाउँमा हामी प्लान्टेसन क्लिनिक्स ड्राइभ गरिरहेका छौँ। विशेष दादुको क्यान्टरको वरिपरि चर्चको चाहिँ सहभागी भइदिनुहोस्। तपाईँहरू योपालिको थिम रहेछ एक पिँढीमा के नाम विश्वविद हामीले अनि मैले हाम्रो नाउँमा एउटा रुख रोपे यसपालि जुनिया फार्ममा अनि मलाई बोलाएको त्यो जानकारी मैले त्यहाँ रोप्दै थिएँ। योपालि पनि यो रहेछ थिम अनि तपाईँहरूलाई म जानकारी दिन चाहन्छु। तपाईँहरू प्लान्टेसन ड्राइभमा भाग लिन सक्नुहुनेछ असुविधा छ किनभने हामी धेरैजनाको बस्ने घर पनि त्यो जस्तो लाग्छ किनभने यो फ्युचरमा है कि प्रभुको आगमनसम्म जबसम्म मैले स्वयंमा बस्ने जग्गा पनि छ। तपाईँलाई जानकारी मैले दिन चाहन्छु। यदि तपाईँ आउनु सक्नुभयो भने पनि तपाईँको प्रार्थनाको अपेक्षा राख्छौँ। साथै तपाईँले कुन प्रकारले सहायता गर्न सक्नुहुन्छ सहायता गर्न सक्नुहुन्छ। यो फाल्टुको लागि भन्नुहोस् अब सिधै परमेश्वरको वचनमा जानेछु। आदममा सेवाकार्य गरेको पहिला आँखा राम्रो थियो, अहिले आँखा पनि बिग्रेको छ। शरीरको माथि तल गरेको माफ गर्नुहोस्। किन भन्दाखेरि अब चाहिँ पहिला जस्तो पहिला सोचेको जस्तो भएर सफल भएपछि आँखाले पनि धोका दिनुपर्छ, सबै कुरो धोका दिँदै जाएको छ। यस सोचले गर्दाखेरि माथि तल गरेको चाहिँ मलाई माफ गर्नुपर्छ। अघि हामीले दुई खण्डलाई पढेको छौँ, मजाको खण्ड अझसम्म 140 नम्बर सम्पूर्ण खण्डलाई पढ्दाखेरि यस्तो मिठो त्यहाँ तपाईँ के भन्नुहुन्छ भन्दाखेरि मलाई चाहिँ त्यसको चाहिँ 13देखि जुन चाहिँ 70सम्म भएको साह्रै मनपर्छ। परमेश्वरले हामीलाई आगमन गर्नु मनपर्छ भएको अझसम्म रीतिले म पनि भनेर त्यहाँ लेखिएको छ। अनि आमाको गर्भमा रस्नु हुने परमेश्वर हुन्छ अनि आज यसरी यो ठाउँमा भेला गराउने अनि उहाँको आराधना गर्ने व्यक्तिहरू पनि उहाँले हामीले गर्नुभएको हो। हाम्रो धार्मिकताले हाम्रो प्रयासले हामी यहाँ भेला भएको छैन। यसको धार्मिकता देखाउने कारणले गर्दाखेरि हामी यहाँ आएर उहाँको आराधना गर्ने मौका पाएका छौँ। अनि परमेश्वरले हाम्रो सबै अवस्था देख्नुहुन्छ, सबै कुरो जान्नुहुन्छ। भनेको कुरा तपाईँ अघि बढ्नु जहाँ गरेका मैले तपाईँ किन बोल्नुहुन्छ भनेको कुरो अघि तपाईँले गर्नु। अनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। उहाँले हामीलाई सृजना गर्नुभएको हो, उहाँको सेवाकार्यमा उहाँले नै ल्याउनु भएको हो। अनि यसरी उहाँको आराधना गर्न पनि उहाँले हामीलाई ल्याउनु भएको बनाउनु भएको। आज दुई अभिषेक जनलाई पुर्याउनलाई पनि परमेश्वरले दोस्नु भएको, परमेश्वरले चुन्नु भएको अनि उहाँको सेवाकार्यको लागि
बसिसकेका छौँ 40 कलेजमा यो कुरा तपाईँले पाउन सक्नुहुन्छ। र आज मैले बोल्ने पाठ चाहिँ पहिलो थेस्सलोनिका 2:1-3 6सम्म म यसलाई अध्ययन गरेर एक कुरा तपाईँसित भन्न चाहन्छु। यहाँबाट 3टा कुरो चाहिँ म भन्न चाहन्छु। साथै आजको दिन प्रभुको लागि छुट्याएको दिन, प्रभुमा समर्पण गरेको दिन, यो पनि हाम्रो लागि विश्राम दिन त होइन, तर प्रभुको लागि छुट्याएको, प्रभुको सेवाकार्यको लागि छुट्याएको, प्रभुलाई दिएको सब दिन हो। यस कारणले गर्दाखेरि मैले 2 घण्टा बोलाउने तपाईँले सुन्न सक्नुहुन्छ। मलाई पूर्ण विश्वास छ यदि तपाईँहरू सुनेर सुने इच्छा गर्नुभएको सुनेर सुन्नुहोस्। खासमा केही भन्न चाहन्न, म अलिक समय लिन्छु होला। यो 3वटा कुरा तपाईँहरूको अघि प्रार्थना गरिरहन्छु। तपाईँले यहाँनिर पढ्नुभयो अनि स्पष्टसँग पढिदिएको छ। जब मैले त्यसमा 2:2 पढ्दाखेरि तपाईँले पाउनुहुन्छ। म यहाँबाट 3टा कुरो भन्न चाहन्छु। पहिलो कुरो चाहिँ के हो भन्दाखेरि हामीले उहाँको सेवा, हामीले उहाँको आराधना, उहाँको सेवा कसरी गर्नुपर्ने, उहाँको सेवा एउटा एल्डर भएर, एउटा पास्टर भएर, एउटा गुरुजन भएर उहाँको सेवा कसरी गर्नुपर्ने अनि यहाँ लेखिएको छ। अनि एउटा आराधक भएर, परमेश्वरको आराधक, जुन कुरोको आराधक भएर कुन प्रकारले उहाँको आराधना गर्नुपर्ने भन्ने कुरो यहाँ 3टा कुरो थुप्रो कुरो पाइन्छ। र 3टा कुरो म तपाईँसित प्रयोग गरिरहेको छु। पहिलो कुरो चाहिँ हामीले कसरी उहाँको सेवा गर्न सक्छौँ भन्दाखेरि we must serve with absolute transparency. Transparency, पारदर्शी, with a purpose, एउटा उद्देश्य। एकलाई भन्नुहोस् न, एकलाई भन्छु किनकि ए भाइ हो, तिमीहरू त्यहाँ हाम्रो प्रवेश व्यर्थमा नभएको तिमीहरू आफूलाई थाहै छ, तिमीहरू आफूलाई थाहै छ। तपाईँले बाइबल पढ्नुभएको छ, बाइबल हेर्नुहुँदै होला है। सायद मोबाइल पढ्नुभएको छ, तर तपाईँको मोबाइल साह्रै अधिक चाहिँ होइन होला। किनभने गान्तोकमा म मेट्रोमा चिया खाँदै थिएँ। यहाँ मेट्रो कुनै चिया जबसम्म सुगर थिएन, चिनको चिया साह्रै मिठो लाग्ने। अनि त्यहाँ गएर दिनमा 3-4 कप चिया खाएँ म मेट्रोमा। अनि एकजना दाजुले फोन गरेको मैले सुनेँ त्यहाँबाट, ए तपाईँ किन बोल्नुहुँदैछ भनेर अरूले सोध्यो होला सायद। उहाँले भन्नुभयो म कालिम्पोङको 10 माइलबाट बोल्दैछु भन्नुभयो। मसँग मेट्रोमा चिया खाँदैछ। उहाँले भन्नुहुँदैछ म कालिम्पोङको 10 माइलबाट बोल्दैछु भनेर भन्नुभयो। यस सोचले गर्दा इसाईहरूले बोक्नु भने चाहिँ बाइबल भन्दा मोबाइल जस्तो लाग्यो। बाइबल कोही बेला हामी पनि है दाजु आउनु पर्ने ढिलो भएर बाहिर पुग्नुहुन्छ, दाजु मलाई फोन गर्छ होला हामीलाई, कहीँ पुग्नुभयो 6 माइल आइपुगे, 5 माइल आइपुगे, आफू भने चाहिँ तल जान्छ राइड गर्नुभएको छ। र यस कारणले गर्दाखेरि सायदै तपाईँहरूको मोबाइलमा भिन्न वर्षको बाइबल छ। खुसी लाग्यो, भिन्न वर्षको बाइबल छ। तपाईँकोमा कहीँ जाने छ, कहीँ इङ्ग्लिसको बाइबल छ। सायदै भोलि मोबाइल चाहिँ बाइबल चाहिँ भोलि बाइबल बुकको चाहिँ राम्रो सुधार्छ होला। अनि तपाईँले हेर्नुहुँदैछ, मैले पढ्नलाई तपाईँले हेर्नुहुँदैछ। किनकि ए भनेको तिमीहरू त्यहाँ हाम्रो प्रवेश व्यर्थै नभएको तिमीहरू आफूलाई थाहै छ। थाहै छ भनेको चाहिँ यहाँ फ्रेस प्रयोग गरिएको छ एउटा। अनि अर्को व्यर्थैमा, हाम्रो प्रवेश व्यर्थैमा नभएको भन्ने कुरो तपाईँलाई थाहा छ। त्यहाँदेखि 2मा यो पहिलो कुरो चाहिँ तपाईँले पहिलो पोइन्ट चाहिँ यहाँबाट जान्नुपर्ने कुरो चाहिँ के छ भन्दाखेरि हामीले उहाँको आराधना सेवाकारी चाहिँ एउटा पूर्ण रूपले पारदर्शी ट्रान्सपेरेन्ट प्रकारले अनि अरू विषयमा गर्नुपर्ने कुराहरू छौँ। दोस्रोमा तपाईँले पाउनुहुन्छ 2 तर तिमीहरू जान्दछौ फिलिप्पीमा अगाडि दुःख पाए, बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बोल्नलाई अति विरोधमा पनि हाम्रो परमेश्वरमा हामी निर्भर भयौँ। 2मा हेर्दाखेरि चाहिँ के पाउँछौँ भन्दा स्पाइट अफ स्ट्रङ अपोजिसन, प्रबल प्रतियोग विरोधमा पनि उहाँको आराधना गर्नुपर्ने, सेवा गर्नुपर्ने। यस्ता विरोधी कुराहरूमा पनि स्पाइट अफ स्ट्रङ अपोजिसन, प्रतियोगमा पनि उहाँको सेवा गर्नुपर्ने। अनि तेस्रो कुरो चाहिँ तपाईँले 3देखि 6सम्म चाहिँ म पढ्दिनँ, तपाईँ पढ्नुहोस्। 3देखि 6सम्म पढ्नु भने चाहिँ के पाउनुहुन्छ भन्दाखेरि हामीले सेवा चाहिँ कुन प्रकारले गर्नुपर्ने, आराधना चाहिँ कसरी गर्नुपर्ने भन्दाखेरि
we must serve with pure motives. हामीले स्वच्छ अभिप्रायमा स्वच्छ उद्देश्यमा चाहिँ सेवा गर्नुपर्ने यति त्यहाँबाट हुन्छ। र म पहिलो कुरो जानेछु पहिलो कुरोमा यहाँनिर एउटा शब्द प्रयोग गरेको छ, शब्द एउटा फ्रेस नै हो, एउटा सेन्स फ्रेस नै प्रयोग गरेको छ। त्यहाँ चाहिँ के छ भन्दाखेरि आफूलाई थाहै छ, यु नो भन्ने शब्द प्रयोग गरेको छ। अनि यो शब्द चाहिँ तपाईँले कहाँ पाउनुहुन्छ भने 2 अध्यायको 1मा पनि पाउनुभयो, 5मा पनि पाउनुहुन्छ। किनकि तिमीहरूलाई थाहै छ, 5मा पनि पाउनुहुन्छ तपाईँले। तर 11मा पनि हेर्नुहोस् है, किनकि तिमीहरूलाई थाहै छ, 11मा पनि पाउनुहुन्छ, तिमीहरूलाई थाहै छ भन्ने कुरो 11मा पाउनुहुन्छ। अनि सम्पूर्ण यो थेस्सलोनिकको किताबलाई हेर्दाखेरि तपाईँ कहाँ पाउनुहुन्छ भन्दाखेरि 3मा पनि पाउनुहुन्छ, तिमीहरू आफूलाई थाहै छ भन्ने कुरा पाउनुहुन्छ। 4को 2मा पनि हेर्दा तपाईँ पाउनुहुन्छ, किनकि तिमीहरूलाई थाहै छ भन्ने कुरा पाउनुहुन्छ। अनि 5को 2मा यो शब्दलाई अर्को प्रकारले यहाँ तर्जुमा गरेर तापनि इङ्ग्लिसमा त यु नो भन्ने शब्दलाई प्रयोग गरेको छ, यहाँ यसो पनि प्रयोग गरेको छ, तिमीहरू आफै ठिक जान्दछौ भन्ने शब्द प्रयोग गरेको छ। तिमीहरूलाई थाहै छ भन्ने शब्द प्रयोग गरेको छ। जुनै पनि शब्द चाहिँ घरिघरि दोहोऱ्यो भने चाहिँ मुख्य शब्द हो। कुनै पनि शब्द घरिघरि दोहोरिन्छ त्यो चाहिँ हामी मुख्य मानिन्छ। घरमा लकरमा पैसा छ भने, हाम्रो लकरमा अथवा बक्सामा पैसा छ भने बाबुले छोराछोरीले बाहिर जाँदाखेरि के भन्छ, इच्छाको घरमा ताला लगाइस्, आमालाई सोध्दा घरमा ताला लगाइस्, फिल्टर गर्नु भनेको छ। त्यहाँ लागि चाहिँ मुख्य कुरो छ, किनभने पैसा छ नि त्यहाँ हुन्छ मुख्य। जुन चाहिँ शब्द चाहिँ घरिघरि दोहोरिन्छ नि त्यो चाहिँ एकदमै मुख्य शब्द। सोही प्रकारले अब जुन चाहिँ शब्द यहाँ प्रयोग गर्दैछ यो चाहिँ मुख्य शब्द छ। यसले के कुरो बताउँदैछ, बाबुले के बताउँदैछ त्यसलाई हामीलाई जुन प्रकारको सेवालाई, जुन प्रकारको मिनिस्ट्री मैले तिमीहरूको अघि गरिरहेको छु त्यो चाहिँ पारदर्शिता, ट्रान्सपेरेन्सी। तिमीलाई थाहै छ, तिमीलाई थाहै छ, ट्रान्सपेरेन्सी। अनि यस कुरो चाहिँ के बताउँछ भन्दाखेरि, यस कुरो चाहिँ हामीलाई के बताउँदछ भन्दाखेरि पावल चाहिँ थेस्सलोनिका मण्डलीसँग एकदम निश्चित छ, कन्फिडेन्स छ कि जुन प्रकारको कार्य थेस्सलोनिकामा गरिरहेको छ तीबाट चाहिँ गवाही भन्छ, क्रिस्टको एउटा गवाही भनेको छ। अनि हामी यहाँबाट के बुझ्छौँ भन्दाखेरि थेस्सलोनिका मण्डलीले पनि पावलले जुन प्रकारको कार्य गरिरहेको छ थेस्सलोनिका मण्डलीले जुन सुसंसारको लागि सुसंसार कार्य गर्ने यो चाहिँ कारण चाहिँ ट्रान्सपेरेन्ट वेमा गरेको छ भन्ने कुरा थेस्सलोनिका मण्डलीलाई थाहा छ। अनि यो भन्दाखेरि चाहिँ के बताउँछ भन्दाखेरि यहाँनिर के बताउँछ भन्दाखेरि पावलको आफ्नो जीवन अनि उसको एप्रोच, उसको लाइफ र जीवन र एप्रोच, लाइफ एप्रोच एक्सप्लेन छ, एकदमै पारदर्शी उदाहरण छ गरेकोलाई हामी यहाँ पाउँछौँ। यहाँ 1:5 यसो लेखिदिएको छ, 1:5 यसो लेखिदिएको छ कसरी हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन तर शक्तिमा पनि अनि पवित्र आत्मामा ज्यादै आत्मविश्वासमा तिमीहरू कहाँ आएको हो, जसरी तिमीहरूले जान्दछौ तिम्रो खातिर हामी आफैले हामी यहाँ पनि पाउँछौँ, तिमीहरू पनि जान्दछौ तिमीहरूका खातिर हामी आफैले हामी कस्ता किसिमका मानिस थियौँ भने तिमीहरूलाई देखाएका छौँ, हामी कस्ता छौँ भनेर हामीले देखाएका छौँ। यो कुरोबाट तपाईँले गर्नुहुन्छ। पावलले जुन प्रकारको सेवालाई फेरि दोहोऱ्याएर भन्दैछु त्यसरी मात्र गरिएको छ, ट्रान्सपेरेन्ट पारदर्शी प्रकारले गरिरहेको छ। अनि पावल चाहिँ जुन ठाउँमा सेवाकाई गरिरहेको छ परमेश्वरको मानिसहरू अथवा ती मण्डलीसँग सेवाकाई त्यो ठाउँमा अथवा परमेश्वरप्रति ओपन छ, खुल्ला छ, कुनै दुःखाउने कुरा छैन। यो कुरो चाहिँ तपाईँ अनि मैले हेर्नुपर्ने कुरा आज यहाँ विश्वका लिडर्सले हेर्नुपर्ने तपाईँ अनि मैले अनि सेवा गर्ने मौकाहरू ध्यानमा ल्याउनु छ। तपाईँहरूलाई परमेश्वरको आत्मा ल्याउने सेवा गर्ने मौका दिइरहनु भएको छ। तपाईँ अनि मैले यो पारदर्शी प्रकारले ट्रान्सपेरेन्ट वेमा
खाली सेवा गरिरहेको छ। हामीलाई थाहा छ हात्तीको दुईटा दाँत हुन्छ, एउटा जोगाउने दाँत पनि हुन्छ, एउटा देखाउने दाँत पनि हुन्छ भन्ने सुनेको। अरू त हामी त देखेँ तर चबाउने दाँत न यो देखाउने दाँत के भन्छ मैले हेरेको छुइनँ। तर मैले सुनेको हात्तीको दुईटा दाँत हुन्छ अरे, चबाउने दाँत पनि हुन्छ एउटा, देखाउने दाँत पनि हुन्छ। हाम्रो सेवाकाई चाहिँ चबाउने फाल्दैछ कि देखाउने फाल्दैछ कि थाहा छैन। मैले मन्दिरमा गएर तिमीलाई थाहा छ कुन प्रकारले सेवाकाई गरिरहेको छौँ भनेर मन्दिरको अगाडि छाती फुलाएर भन्न सकिरहेको छौँ। हामी गुरुजनले मण्डलीका पुर्याहरूले भने या तपाईँहरूको चर्चमा बारम्बार आइतबार बेसी चर्च आउनुहुन्छ कि मैले साँच्चै नै ठिक प्रकारले विश्वको आराधना गरेर छाती फुलाएर भन्न सक्नुहुन्छ कि त देखाउने दाँत छ कि त चबाउने दाँत फरक पर्छ। ज्यानसँग पनि तपाईँलाई मैले याद गर्न पऱ्यो। अनि अर्को कुरो यसलाई नै हेर्दाखेरि के पाउँछ भन्दाखेरि हामी चाहिँ एकाउन्टेबल जवाब दिनुपर्छ। हामी जुन एउटा सेवाकाईको आराधना गरिरहेको छ परमेश्वरको मानिसहरूले एकाउन्टेबल जवाब दिएपछि हुनुपर्छ। लौ त अब प्रश्न गर्दाखेरि आफूलाई आफूलाई क्वेसन गरौँ हामी अनि आफूले मूल्याङ्कन गरौँ। जुन परिवेशमा जुन ठाउँमा जुन मानिसहरूमा हामीले सेवाकाई गरिरहेका छौँ त्यो ठाउँमा त्यो जग्गाका मानिसहरूले हाम्रो व्यवहारमा हाम्रो मनोवृत्तिमा हाम्रो दृष्टि एप्रोचमा कस्ता कुरा पाइरहेको छ। सरकार मिस्टुरेज नै रहस्यमय कुराहरू पाएको छ। हिपोक्राइज एउटा छाती खालको कुरा पाइरहेको छ। मैले सुनेको तपाईँले सुन्नु न, यो मान्छेलाई त बुझ्नै सकेन कस्तो खालको मान्छे सुन्नुभएको छ। रहस्यमय यो राष्ट्रले त बुझ्नै सकेन, एउटाले त बुझ्नै सकेन, मण्डलीले त बुझ्नै सकेन। कस्तो अझसम्म यत्रो वर्ष सेवाकाई गरेर आराधना अझै बुझ्नै सकेन भन्ने प्रश्न तपाईँले सुन्नुभएको थिएन, बुझ्नै सकेन। हाम्रो सेवाकाई पनि त्यो खालको मिस्टिरियस छ के हेर्नुपर्ने छ। अनि आजको वचनअनुसार हामीले आफूलाई हेरौँ भने यो कुरो हामीले 2 महिना ट्रान्सलेट सुनिसक्नुपर्छ। अनि अर्को कुरो पाउने यसमा अर्को कुरो चाहिँ के जोडिदिएको छ भन्दाखेरि जुन प्रकारको सेवाकाई गरेको छ त्यो चाहिँ एउटा उद्देश्य हुनुपर्छ। अनि पावलले पनि 2:1 भनेको छ कि हाम्रो प्रवेश जुन चाहिँ ख्रिस्टमा भएको छ त्यो चाहिँ सुसमाचारको केही पनि छैन अथवा परमेश्वरको वचन तिमीहरूमा राख्नु भए केही पनि छैन। मेरो उद्देश्य जुन सेवाकाईको निम्ति ठाउँमा गरिरहेको छु त्यसको चाहिँ परमेश्वरको वचन बाहेक मिनिस्टर बाहेक अरू केही पनि छैन भनेर आउने यहाँनिर मेरो फेवा छैन मिनिस्ट्रेसनको वचन सुन्नुहुन्छ। सोही प्रकारले तपाईँहरूको सेवाकाई छ। यस कारणले हाम्रो निश्चित उद्देश्य जुन चाहिँ उद्देश्यले चाहिँ परमेश्वरको वचनमा लिएर हिँड्नु अनि परमेश्वरको वचनको सेवाकाई गर्नु, परमेश्वरको वचनभित्र हुनु, परमेश्वरको वचनभित्र हुनु। अनि यो कुरोमा चाहिँ तपाईँलाई मैले के गर्नुपर्छ भन्दाखेरि तपाईँहरूले ध्यान गर्ने कुरो चाहिँ के छ भने साँच्चै यो उद्देश्य जुन उद्देश्यमा मैले सेवाकाई गरेको छु यो उद्देश्यले कुनै व्यक्तिमा फरक पर्दैछ कि कुनै परिवारमा फरक पर्दैछ। मैले मेरो सेवाकाईले कुनै व्यक्तिलाई फरक गर्न सकेको छु। मेरो सेवाकाईले मेरो परिवारमा के फरक पर्दैछ। मेरो फर्कै छ सबै खाना खाने समय छैन, खाना खाए पनि मोबाइल सँग खान्छ छैन। तर मेरो सेवाकाईले मेरो आराधनाले मेरो प्रभुको कारणले परमेश्वरको वचनको आधारमा जिएको कारणले गर्दाखेरि आज मैले कुनै व्यक्तिलाई प्रभाव गर्दैछु कि मेरो परिवारलाई प्रभाव पार्दैछु, मेरो समाजलाई प्रभाव पार्दैछु। एडेनको गीत जस्तो मैले प्रभाव पार्दैछु कि संसारले मलाई प्रभाव पार्दैछ। एडेनले एउटा गीत लेखेको छ मैले प्रभाव पार्दैछु कि ख्रिस्टमा जिएर ख्रिस्टको उद्देश्यले जिएर मैले प्रभाव पार्दैछु कि संसारले मलाई प्रभाव पार्दैछ। यो चुनौती कुरा आजको संसारलाई हेरौँ न। आजको संसारमा हेर्दाखेरि भिन्नै प्रकोष उद्देश्यमा मानिसले सेवाकाई गरेर हामीले देखिरहेको छौँ। कतिजना फेकमा
ख्याति प्राप्त गर्नुभयो, कतिजनाले नाम, कतिजनालाई प्रेस्टिज इज्जतमा, कतिलाई प्रिभिलेज अवसर, कतिलाई पैसा, कसैलाई प्रपर्टी, भिन्न भिन्न प्रकारले आजको दिनमा सेवाकाई मानिसहरूले गरिरहेको छ। आज तपाईँ र मैले मेरो ख्यातिको लागि, मेरो नामको लागि, मेरो इज्जतको लागि, मेरो अवसरको लागि, मेरो धन, मेरो सम्पत्तिको लागि यो उद्देश्यमा मेरो सेवाकाई छ भने होसियार गर्नुहोस्, होसियार गर्नुहोस्। किनभने यस्ता मानिसहरू गरेको हामीले देखिरहेका छौँ, यस्ता मानिसहरू पतनको हामीले देखेका छौँ। यसले गर्दाखेरि हामीले जुन एउटा सेवाकाई क्षेत्रमा आएको छौँ भनेर ट्रस्ट गर्ने उद्देश्य हुनुपर्छ। अनि जुन एउटा सेवाकाई गरेको छ मैले मेरो परिवारलाई प्रभु पार्न सक्नुपर्छ, मेरो परिवारलाई प्रभु पार्न सक्नुपर्छ। आज तपाईँले म सेवाकाई क्षेत्रभित्र छ, नयाँ अनुभव हुन्छ, तपाईँ हामी आत्मनिर्भर। यदि मैले मेरो सेवाकाईले मेरो परिवारलाई नै तपाईँले मैले प्रभाव पार्न सकेको छैन भने, ट्रान्सफर्मेसन भएको छैन भने, परिवर्तन भएको छैन भने, तपाईँले मैले परिवारमा गरेको छैन भने आज तपाईँले इन्डिभिजुअल गर्न सकेको हुँदैन, कम्युनिटी अनि आजको दिनको परिवेशमा मानिसहरू सेवाकाई गरिरहेको छ। यो कुरा हामीलाई थाहा छ। मलाई सुन्न भयो केही अगाडि हुँदै थियो, एकजना सेवकको दुईवटा चारवटा प्लेन छ अरे, अनि एउटा टिप्नेवाला छ भनेर भन्दै कुन प्रकारले सेवा गर्छ मलाई थाहा छैन है। यो कुरा तपाईँहरूलाई सुन्नमा आइरहेको छ, कुन प्रकारले सेवा गर्छ। अनि अर्को कुरो चाहिँ अब छिटो सकिएला, अब सकिहाल्यो। अर्को कुरो चाहिँ अपोजिसन, धेरै बाधाहरू भने प्रभुको विरोधमा पनि सेवाकाई गर्न पर्ने। दुईवटा आएपछि के पाउनुहुन्छ भने पाउललाई धेरै प्रकारको बाधाहरू। अनि यो खण्डलाई बुझ्नुको निम्ति फिलिप्पी भन्ने शब्द प्रयोग गरिएको छ। तपाईँले प्रेरित 11:40सम्म पढ्दाखेरि तपाईँ पाउनुहुन्छ। प्रेरित 16 अध्यायमै तपाईँले पाउनुहुन्छ। त्यहाँनिर के पाउनुहुन्छ? पाउलसित झेलखाना गरेको धेरै, पाउलसित झेलखाना गरेको धेरै थिएन। के पाउँछ भने सफर भएको है, धेरै कुराहरू पाउँछ त्यहाँनिर। अनि अर्को प्रेरित 17:1-9 हेऱ्यो भने त्यसले त्यहाँ मण्डलीमा सुसमाचार प्रचार गर्दै गर्दा भने पाउललाई धेरै किसिमका बाधा विघ्न त्यहाँनिर भनाइ आएको कुराहरूलाई तपाईँ थाहा सक्नुहुन्छ। तरै पनि यस्ता परिस्थितिमा परमेश्वरको सेवाकाई गरिरहेको छ, उसलाई बाधा छ, उसलाई एफेक्सन, उसलाई अपोजिसन यस्तो कुरो फेस गरिरहेको छ। परमेश्वरले नेभर टिचर कहिले पनि पछि सेवाकाई गरिरहेको छ। पाउलको समय, पाउलको दुःखको विषयमा तपाईँले दोस्रो कोरिन्थी 11:16 पढ्दा तपाईँ पाउनुहुन्छ। तर 23:27 चाहिँ कतिपल्ट झेलखानामा, कतिपल्ट कोडाखाइको, कतिपल्ट समुद्र डुबे, कतिपल्ट के भएको, एकपल्ट मारेर फ्याँकी, भएकोलाई थुप्रो कुरो पाउनुहुन्छ। यस्ता परिस्थितिहरू स्ट्रङ अपोजिसन, एफ्लिक्सनहरू पाउलले सेवाकाई गरिरहेको छ। अनि सुसमाचारको निम्ति आफूलाई पूर्ण रूपले, परमेश्वरको वचनको निम्ति आफूलाई पूर्ण रूपले पाउलले समर्पण गरेको भने हामी पाउँछौँ। सोही प्रकारले आजको सेवाकाई के छ हामी भन्दाखेरि धेरै प्रकारको कठिनाइ हामीले झेल्नुपर्छ। आजको संसारमा यो प्रकारको कठिनाइहरू हामीले झेल्नुपर्छ, बाधाहरू छ, विघ्नहरू छ, सेवाकाई क्षेत्रमा धेरै कुरो छ। तपाईँलाई म भन्न चाहन्छु, पाउलले उदाहरण यहाँ गरिरहेको छ। यस्ता परिस्थिति पाउलले सेवाकाई गरेको छ भने आज तपाईँ प्रभुबाट बोलाएको, प्रभुबाट चुनिएको, प्रभुको सेवाकाईको लागि यस्ता अपोजिसनहरू हामीले सेवाकाई सक्नुपर्छ। एउटा हाम्रो लागि रिवार्ड राखिएको छ, हाम्रो लागि एउटा इनामको कुरा दिनुभएको छ। कति 5:11-12 हेऱ्यो भने अब यो कुरोलाई पाउनु थुप्रो कुराहरू आवेदन गरेको हाम्रो लागि इनाम राख्नुभएको छ। त्यस कारणले आज अवश्य हुँदैको यहाँहरूलाई पनि के भन्न चाहन्छु भने चुनौती छ भन्नु तपाईँको साथमा छ। चुनौतीलाई फेस गर्न पनि परमेश्वरको वचनले हामीलाई सहयोग गर्छ। परमेश्वरको वचनले हामीलाई शक्ति दिन्छ अनि क्रिस्ट आफूले हामीलाई शक्ति दिनुहुन्छ। चुनौती छ, त्यस कारण हाम्रो हामीले चुनौती छ, हामी सबैको निम्ति चुनौती छ। तर यो चुनौतीमा पनि हामीले सेवाकाई गर्नुपर्दा आराधना, परमेश्वरको आराधना गर्ने कुरा
कहिले मती 5 मिनटको बादमा लाग्छ त्यहाँनिर तपाईँले त्यो कुरोलाई पाउन सक्नुहुन्छ। त्यसलाई म विशेष गर्दा अर्को गइहालेँ। अर्को चाहिँ अहिले टिममा भने टिम परेको भन्दाखेरि टिम बोलामा हामीले चाहिँ प्योर मोटिभमा स्वच्छ विचारमा अथवा स्वच्छ अभिप्रायमा उहाँको सेवा गर्नुपर्छ भन्ने कुरो यहाँ पाउँछ। हामीले टिम वर्कमै पाउने के भन्छ भन्दाखेरि किनकि हाम्रो अपिल न त असत्यको न दूषित न छलको हो भनेर लेख्नुपर्छ। हाम्रो अपिल जुन प्रकारको छ यो त न त असत्यको हो किनभने क्राइस्ट यीशु चाहिँ सत्य हुनुहुन्छ, ट्रुथ हुनुहुन्छ। नेपोलियनले भनेको छ नि मैले सुरु गरेको साम्राज्य चाहिँ कतिमा मैले सुरु गरेको साम्राज्य चाहिँ केही बेरमा सकियो, तर ख्रिस्टले सुरु गरेको साम्राज्य चाहिँ उसको अन्त भएको छैन। किन भन्दाखेरि ख्रिस्ट ट्रुथ सत्य भन्नुहुन्थ्यो। उहाँले जुन सुरु गर्नुभएको छ क्रिस्टिनिटी भएर आयो आजसम्म गरिरहेको छ। किनभने प्रभु यीशु आफूले बाटो सत्य जीवन हुनुहुन्छ, ट्रुथ हुनुहुन्छ। असत्य कुरा सत्य कुरो जुन कुरो तिमीहरूसँग बोलिरहेको छु त्यो सत्यको प्योर मोटिभ्समा हामीले गरिरहेको छौँ, न दूषित न छलको भन्ने कुरा यहाँ गर्छौँ। यहाँनिर एउटा शब्द प्रयोग गरेको छ नट वी ट्राइङ टु ट्रिक यु, ट्रिक भन्ने शब्द प्रयोग गरेको छ इङ्ग्लिसमा। अनि यो इङ्ग्लिसको शब्द चाहिँ ग्रिकको हुकबाट शब्दबाट आएको हो। हुक भनेको यो माछा मार्ने तपाईँलाई थाहा छ बल्छी हुकबाट आएको हो। अनि यहाँबाट चाहिँ पाउलले के भन्दा गइरहेको छ हामी जुन प्रकारको कुरा सत्यको कुराहरू वचनहरू जो ख्रिस्टमा जीवनको धारा मुक्ति छ बाटो सत्यहरू चाहिँ ठिक प्रकारले गरिरहेको छ। अनि हामीले यो हुक यो ट्रिक गरेको छैन, यो हुक लागेको छैन, तिमीलाई फकाएर तान्ने प्रयास गरेका छौँ। हाम्रो त्यो मोटिभ छैन। हुक माछाको यहाँ धेरै बल्छीहरू धेरै माछाको यो बल्छीमा चाहिँ किरा लगाउनुपर्छ। अनि किरा लगाएर चाहिँ लगाएपछि त्यो माछाले यो किरा हुन्छ बिचरा बल्छी हाल्दै गयो किरा हुन्छ, किरा खाँदा तानिन्छ। अनि पाउले देख्नु छ हुक तिमीलाई बल्छी लगाएर तान्ने प्रयास पनि गरेको होइन। कुनै प्रलोभन तिमीलाई प्रवृत्तिमा ल्याएर कुनै प्रलोभन धनको पैसाको प्रलोभन कुनै प्रलोभनमा तिमीलाई तानेको होइन। त ठिक सत्य कुरो प्रचार गरेर प्रभुका सुसमाचार तिमीलाई सुनाएको मोटिभ ठिक मोटिभ यहाँ प्रलोभनको कुरा छैन। अनि हामी कसैलाई प्रलोभन गरेर देखायो भने कसैलाई पैसा दिएर धम्की दिएर कसैलाई जस्तै गणेशको वचन सुन्छ त्यसलाई मान्छ एउटा विश्वाससँग आउँछ प्रलोभनको कुरा छैन। अनि देवदृश्य मैले प्रचार गरेँ भनेर त्यो राइट प्रलोभनको विषयमा हामी यहाँ गर्छौँ। पाउलले यस कारणले गर्दाखेरि यहाँनिर पढ्दै जाँदाखेरि 4मा यसको विपरीत हामी त सुसमाचार सुन्दिएका अनि परमेश्वरद्वारा अनुमोदित मानिसहरू चाहिँ बोल्छौँ। हामी मानिसहरूलाई खुसी पार्न खोजिरहेका छैनौँ। मानिसहरूलाई खुसी पार्न हामी जुन प्रकारको सेवाकार्य गरिरहेका छौँ त्यो उद्देश्य कसैलाई खुसी पार्नुलाई होइन। त्यस कारण हामी सेवा गर्छौँ भने कसैलाई खुसी पार्ने सेवा होइन, कसै व्यक्तिलाई खुसी पार्ने प्रकारले होइन, कुनै मान्छेलाई उचालेर खुसी पार्ने सेवाकार्य होइन। पाउले के भन्छ कसैलाई खुसी पार्ने नयाँ तपाईँलाई तपाईँले पनि मान्छे पास्टरलाई एल्डरलाई खुसी पार्ने हेतुले तपाईँले सेवा गर्नुहोस् न आनन्द गर्नुहोस् न। पास्टर पनि मान्छे हो, एल्डर पनि मान्छे हो। माथिबाट सिधै छ अरे माथिबाट सिधै छ अरे बासेबाट कसैलाई खुसी पार्ने घरमा जाँदा एकदमै पास्टरबाट खुसी पार्ने बोल्नु भन्दाखेरि हातले देख्यो भने खुसी पार्ने गइसकेको कुरो त लालो गयो त्यो प्रकारको सेवा यहाँ देखाउँदा के गर्छ हाम्रो त्यही कसैको चाहनु कसैलाई थिएछ सेवा त्यो सेवा कसै मान्छेले खुसी पार्ने सेवा गयो त्यो उद्देश्यमा हामीले सेवा गरिरहेको छैन भनेर पावलले त्यसले के भन्नुहुन्छ उद्देश्य छ पर्पस छ। त्यो उद्देश्यमा हामीले सेवा किन त्यो पर्पसमा त्यो उद्देश्य किन चाहिँ हामीले मान्छेलाई खुसी पार्ने उद्देश्यमा सेवा गरेको छैनौँ भन्दाखेरि चाहिँ परमेश्वरको वचन चाहिँ चाहना आएपछि चाहिँ एप्रुभ भएको परमेश्वरबाट अनुमोदित भएको हो। यहाँ परमेश्वरबाट जेनरस भएको है। यहाँ
परमेश्वरलाई अनुमति भएको आफ्नो पाइबा अनि अर्को चाहिँ सुसमाचार सुम्पिएका सुम्पिएका कसैले दिएको सुम्पिएको परमेश्वरले सुन्ने इन्ट्रेस्टेड सुम्पिएको त्यहाँदेखि अर्को कुरो तपाईँले के पाउनुहुन्छ भने त्यस्तै परमेश्वरबाट जाँच भयो त्यस्तै सानो कुरो होइन परमेश्वरले दिनुभएको परमेश्वरको बजेट इन्ट्रेस्टेड परमेश्वरले दिएको अनि त्यस परमेश्वरले दिनुभएको कुराहरूले परमेश्वर एउटै परमेश्वर दिनु परमेश्वर वचन परमेश्वर दिनुभएको किन अरूलाई खुसी पार्नु भएको परमेश्वरलाई खुसी पारिसक्यो भने अब यही भन्छ मेरो मोटिभ्स मेरो उद्देश्य चाहिँ मानिसले खुसी पार्ने होइन त परमेश्वरलाई खुसी पार्ने किनकि पासमा आएपछि भन्छ किनकि तिमीलाई थाहै छ न त हामीले पनि खुसामती कुरामा फेला पऱ्यो न लाजका बहना दुईवटा शब्दलाई खुसामती भन्ने शब्द प्रयोग छ यहाँनिर खुसामती भन्ने शब्दले चाहिँ हुन्छ हाम्रो सेवालाई चाहिँ न त फ्ल्याटरी भनेको चाहिँ केही पाउनुको निम्ति कसैबाट केही पाउनुको निम्ति झुटा एप्रिसिएसन गर्नु छ भने त्यसो पनि छैन फ्ल्याटरी पनि मलाई के चाहियो भने त्यहाँदेखि म गएको समस्या राम्रो चाहियो हजुर भन्छ त्यो होइन खुसामती पनि फ्ल्याटरी पनि होइन अनि त्यो गर्नु सेयर पनि होइन लाजको बहना भन्ने शब्द प्रयोग गर्छ इङ्ग्लिसमा हेऱ्यो भने हामी यसलाई ग्रिक शब्दले हेरेर मार्क्स मकुण्डो लागेको पनि होइन हाम्रो पर्पस चाहिँ हामीले जुन उद्देश्य सेवा यो मोटिभ होइन कि कसैलाई खुसामती गरेर फ्ल्याटरी गरेर मार्क्स पाएर पनि हाम्रो सेवा गरेको मेरो चुनौती छ बाहिर मकुण्डो लगाएर सेवा गरिरहेको छौँ कि कसैबाट फेभर पाइन्छ कि भनेर हजुर हजुर त कस्तो भनेर फ्ल्याटरी गरिरहेको छौँ कि यहाँ लेखिदिएको छ आउले भन्दैछ न त फ्ल्याटरी न त मास अहिले मुनि पढेको हो नि कसैलाई के भन्छ बोस दिनको निम्ति तिमीहरूबाट जुन चाहिँ श्रीलङ्काबाट धेरै सहयोग गर्यो अब बाबुलाई धेरै सहयोग गर्यो पैसा रुपियाँ फाइनेन्स सबै सपोर्ट गर्यो अनि तिमीलाई यो सबै सपोर्ट गर्दा तिमीलाई बोसले बर्डन दिएर पनि यो गरेको सेवा गरे पनि हाम्रो यहाँबाट अब थुप्रो कुराहरू मैले राख्दैछु यहाँबाट बुझ्नु पर्ने कुरो चाहिँ अब के भनिरहेको छ भने जुन प्रकारको चाहिँ मैले गर्दैछु यसै प्योर मोटिभ शुद्ध उद्देश्यमा स्वच्छ विचारमा अभिप्रायमा मैले सेवाकार्य गरेको छु कसैलाई खुसी पार्ने कसैलाई प्रलोभन दिने कसैलाई खुसी पार्ने मकुण्ड लाउने फ्ल्याटरी गर्ने अनि बोस भनेर मैले सेवाकार्य गरेको छु जुन सेवाकार्य गरेको छु मैले ठिक प्रकारले साँचो उद्देश्यमा गरेको छु किन भन्दाखेरि चाहेको भने अघि बढेको हामीले जुन कुरो मैले पाएको छु परमेश्वरलाई प्रोत्साहित गर्ने परमेश्वरलाई अनुमति भएको अनि उहाँबाट सुम्पिएको अनि टेस्ट जाँचेको यस कारण यो कुरो तिमीलाई राख्दैछु अनि राम्रो प्रकारले यस्तो हेर्दाखेरि इम्प्युर मोटिभ्स अशुद्ध अभिप्राय चाहिँ के रहेछ भन्दाखेरि मान्छेलाई खुसी पार्नु अनि फ्ल्याटरी गरेर मानसलाई कसैबाट प्रेस गर्नुको लागि सेवाकार्य गर्नु फाइनेन्स पैसा फाइनेन्सियल ड्रेनको लागि कसैलाई खुसी पार्नु यो प्रकारको सेवाकार्य कसैको लागि बर्डन गर्नु भने यो कुराहरू छ यो चाहिँ फल्स मोटिभ हो र पावरले त्यसको विरुद्धमा लाग्दैछ अब ठिक मोटिभ चाहिँ के हो चाहिँ ठिक मोटिभ राइट परमेश्वरको वचनलाई लिनु राइटली परमेश्वरको वचनलाई बोल्नु राइटली परमेश्वरको शिक्षालाई ग्रहण गर्नु ठिक प्रकारले परमेश्वरको वचनलाई लिनु उहाँको आराधना गर्नु यस कारणले अघि मैले तपाईँहरूलाई मैले के भनेको भने यो ठाउँबाट चाहिँ परमेश्वरको वचन प्रचार गर्नुपर्छ मनका प्रभावको ठाउँ इमोसनका कुराहरू ठाटा टुटो कुरा गर्ने ठाउँ यहाँबाट चाहिँ ख्रिस्टको वचन बोल्नुपर्छ परमेश्वरको वचन यही कुरो मैले तपाईँहरूसित राखेको छु तिनवटा कुरो तपाईँसित राखेको छु मैले बन्द गरेँ अरूले त्यसले मलाई तिनवटा कुरो यहाँनिर भनिरहेको छ जुन प्रकारको सेवाकार्य गर्छ अथवा जुन प्रकारले परमेश्वरको आराधना गर्छ त्यो चाहिँ तिमीहरूले पारदर्शी प्रकारले एउटा लिस्ट
अभियोग हुँदा अपोजिसन प्रबल अभियोग गर्दाखेरि विरोध आउँदा पनि हामी सेवाकार्य गर्छौँ। धेरैचोटि हामी सुनेछौँ है। पहिला मैले एउटा सुनेको यो साह्रै भयो मण्डलले साह्रै गयो यो क्या सप्ताहमा म धन्यवाद भन्ने सुनेको थिएँ पास्टरहरू। तर यो धेरै प्रकारको कुराहरू मण्डल सबै एउटै विचारका हुँदैनन्। हामी सबैजना एउटै विचारका छैनौँ। हामी सबैजना एउटै विचारको भए संसारका मानिस एउटै विचारको भए संसार के हुन्थ्यो। भिन्न भिन्नै प्रकारले हुर्केका छन्, भिन्न भिन्नै प्रकारले भिन्न भिन्नै विचार छ अनि भिन्न भिन्नै ठाउँले भिन्न भिन्नै गुण हुने परमेश्वरको ठाउँमा कुराहरू हुन्छ। कतिचोटि मेरो कुराहरू तपाईँसित नमिल्ला, तपाईँको मेरोसित नमिल्ला, तर यसलाई कति भन्दा पनि हामीले प्रभुको सेवाकार्य गर्न प्रभुको आराधनाद्वारा चाहिँ छोड्दैन। स्ट्रङ अपोजिसन जस्तो परिस्थितिमा पनि परमेश्वरको आराधना परमेश्वरको सेवा गर्न छोड्दैन। परमेश्वरले नयाँ एल्बम बनायो अनि मैले अन्तिम भने हामीले जुन प्रकारको सेवाकार्य गर्छ त्यो चाहिँ शुद्ध अभिप्रायमा प्योर मोटिभमा परमेश्वरको सेवाकार्य गर्नुपर्छ। यदि हाम्रो सेवाकार्यमा त्यो मोटिभ चाहिँ फाल्टै छ भने मोटिभ चाहिँ गर्ने सेवाकार्य अभिप्राय चाहिँ फाल्टो छ भने तपाईँ र मैले किनारलाई गर्छु अनि तपाईँ र मैले त्यो मोटिभ फाल्टो मोटिभमा सेवाकार्य गर्छु भने तपाईँ र मेरो सेवाकार्य कसरी जान्छ। यस कारण यो कुरोलाई हामी याद गरौँ। परमेश्वरले आजको सानो वचनमा